भाइ आउनु पर्छ नि टिका लाउने टिम चाहिँ छिटो आइदिएको भए नि अर्को तपाईँको दसैँको रेडी भयो We have worked very hard. Okay, यहाँनिर अब मासु त अलिक खोल्दै देखाउनु सब्जी अचार यो चाहिँ छोपेको छ अचार यहाँ के छ हैन यो पकौडा यो लोकल चिकन यो चाहिँ उले छ के रे यहाँ चाहिँ सुप चिकनको सुप यो हाम्रो तितेकर्ला र आलु अनि यहाँ हाम्रो दाल यहाँ हाम्रो पर्क छ पर्क त धेरैले खान्छन् त यहाँ पर्क छ रेडी छ हामी त यहाँ कसले सकिसक्यो होला भनेको त छैन नि अब सबै फुपाले टिका लगाइदिनु लाउनु पर्ला अब सबै हैन चन्दा फुपाले सबै लगाइदिनु के आम जनतालाई दिने होइन त्यो चाहिँ अभर पर्दाखेरि साधारण काम चलाउने साह्रो गाह्रोमा है हो नि त्यो ढिकुटी हो नि त त्यो त एउटा सरकारी ब्याङ्क भन्नु त एउटा जनताको साधारण तल्लो बाहिर यस्ता कमानको घर उतापट्टि पछाडि सानो बारी रहेछ कुहिरो लागेर राम्रो देखेको अवस्था छैन तरै पनि हेर्नु चाहिँ छरछिमेकी नेपालमा त यसरी अब लुगा सुकाउनु मिल्छ होइन नेचुरल के भन्छ नेचुरल ड्रायर घरको यो यस्तो भयो फुलहरू होइन अनि फेरि भित्र पुग्छु आज टिका यहाँ लगाइन्छ क्यास तपाईँ चाहिँ पैसै हुँदैन नेपाली काम गर्दो रहेछ अनि गाडी किनेर घरमा घर किने अनि यो खैरेर त स्टोर रहेछ ए बिहान कहाँ छ बिहान बेडरुम ए दाजुभाइ अनि गेम त खेलेन होला नि होइन ल यहाँ दुईजना यहाँ मेरो हाई भनिदियो यहाँ ल भाइ भाइ हाई भन्दा खै हातले अहिले ओके ल रेडी हो खै ऊ यमुना कहाँ यमुना तल ग्यास्ट्रिक भएर खानु गइसक्यो त्यो मेरो पासवर्डलाई माग बिहान उते बाबाको सँगै बस्ने पापा र दिपाको बिचमा आज टिका लगाउनको लागि रेडी परिपक्व यता यहाँ आइज त यहाँ मम्मीसँग मम्मीले सोध्यो ठुलो जेमाको घरमा बेबीहरू पापादेखि आउनु टिका सुरुमा आँट्यो टिका लगाइसकेपछि खिच्नु निकालेर राख्दा हुन्छ हौ अनि त भूत लाउँदै दिँदा त यो त भरै त माटै हुन्छ नि होइन अनि मिल्दैन नि यो बाहिर जस्तो हुँदैन एउटा कैँची छैन चट्टा ट्र्याक्टर मिलाएर बरु यहाँ होइन कि अलिक अलिक ठिकै छ पापा हुन्छ You can see yourself.
अनि यो भरे घुम्नु लाग्यो भने ठिक ठिक हुनु पर्यो नि अब के बिस्तारै जाऊ है बिस्तारै जाऊ है फोटोमा त आऊ तिमी अलिक उता सरेर होइन केटी खाल्छ यता आऊ न भनेको केटी खाल्छ यता आऊ यता केटी खाल उता केटा अगरबत्ती जलाऊ अगरबत्ती नै बनाएन अनि त दसैँ जस्तो भएन त अझै म्युजिक पनि लाउनु पर्ने यहाँ दसैँको टिभीमा म्युजिक लाउँदैन सियाको खै त टिभीमा लाएर यस्तो बनाइदियो न नानी यो यता लगेर यो डिजाइन चाहिँ उता लानु होला रातो हुन्छ होला बनाएको अर्ग्यानिक बस्नु त बाबा ए फुबा बस्नु म फोटो खिच्नु नि एउटा फोटो खिच्नु नि त फुबा त बिजी मान्छे बिजीमै फोटो खिच्दा हुन्छ यतै बस्नु न त यो त फोटो निस्किँदैन नि त यो युट्युब क्यापिटल वाइ अनि युट्युब यस्तो म्युजिक लाउन है मम्मी बस्नु पापै सबैभन्दा सिनियर परेछ अब युट्युब हो क्यापिटल वाइ अनि युट्युब क्या क्यापिटल युट्युबमा वाइ चाहिँ क्यापिटल युट्युब यहाँनिर पानी त छ नि होइन YOUTUBE बडा दसैँ मोची लाइभ गर्दिन्छु ल के गरेछ मोची लाइभ बडादेखि गरी बडा यो के अरे हामी सबैजना चाहिँ भेला भएको होइन एकदम रमाइलो उपलक्ष्यमा बडा दसैँको टिका सबैले प्रसादहरू ग्रहण गर्दैछौँ है आज भनेर चाहिँ नि के अरे भन्नु अरे ल यसरी उ गर्छ नि त रमाइलो सबैजना भेला भएर अब छिटो छिटो मुमा बसेको छ जेठो बागडो लाउँदै कहाँबाट सुरु गर्छ यो बोक्नु है यो बोक्नु पर्यो ल म लगाएँ एउटाले बोक्नु पर्यो यहाँ तयार अब जेठा हाम्रो जय साहबलाई फर्स्टमा अनि त्यहाँबाट के अरे हुँदैन ल ठिकै छ उता एकदम आगे राम्रो एकदम
आएन अब मेरो पालो राम्रो भएको छ नि त आजको दिन हैन ढिलो भयो यता सिधा यमुना खोइ यमुना अब यहाँ त खोली कामना पुरा गरिदियो अब यहाँबाट कर्म है यो चाहिँ के भने अब प्रसाद चाहिँ हामीले लाउँछ हाम्रो यो सिस्टम अनुसार हामीले गरिरहेछौँ यसरी सबैले भइहाल्छ नि हौ भएन हुन्छ हुन्छ नि अनि बलालाको नाति चाडमा यस्तो वर्षमा यस्तो जग्गा हुनु भनेको धेरै राम्रो कुरा हो क्या फेरि भेट हुन्छ हुँदैन होइन अलिक टाइम लाग्छ होइन साह्रै राम्रो नि त हाम्रो 82 सालको परिवार हामी जम्मा भए एकदम रमाइलो भएर नि त खुसी होइन जम्मा भएकोमा होइन यसरी कति मुमा फेरि लड्नुहुन्छ उसलाई मात्रै हाम्रो क्यामेरा पनि देखाउँ भनेर क्या ल अघि मैले त्यो मासु हेर्नु आउनु सुँगोला भने क्यामेरा देखाएको ए फोन भन्छ क्या अमित अमितलाई एकदम राम्रो हाकेको ताकेको पुगेर जाओस् एकदम अब हामी जमरा बाँड्ने कार्यक्रममा छौँ खै यमुना छुनु कहाँ कि चन्दा देमा चाहिँ लाइभ अफ गर न भनेको त उसले गरिदिन्छ उल्टी होइन मम्मीले सबभन्दा पहिला जेठी बुहारी चन्दाले गर्छ जेठी बुहारी नाति सानो भाइलाई मुमाले चिनेको सुरुमा यहाँ बुहारी खान सकौँ न छोरी खान सकौँ बुहारी खान छोरी खान छोरा खानु त त्यसपछि उब्रियो भने मात्रै भेट्छ नि छोरी खानलाई छोरा खाने त उब्रियो भने मात्रै भेट्छ नाति जमरा लाउ ल लु छोरा खानलाई भेटायो झन् छोरा खानलाई भेट्दैछ नाति जमरा मम्मीले टिका लगाइदिनु भएको छैन जमरा र
उमाले आउनु भएन त उमा तपाईँ मलाई छुट्याउनु भयो एकछिन न सुचे वेट सुजनले त बोलाइ बोलाइरहेछ भयो बिहान हो खै बिहान जमरा टाउको लगाउने बिहान रुमा भयो 21 उठेर सबैलाई अहिले सावङलाई यो सावाङलाई ए अघि दिएको रहेछ नि त सावाङलाई अलिक ठाडो सिर गर भयो नि अब कतिलाई पुरा नै काम सक्नुमा यहाँ हामी पनि पैसा थाप्नु यता मैले जमरा दक्षिणा तिमीहरूको आशीर्वाद मेरो है भयो होइन मेरो काम सक्यो मेरो फोन खोइ सबैको आएर नि त नम्बर होइन मेरो फोन देऊ सिया जमरा लगाहाल्ने कि चल यसरी अब जिउ गर्ने हौ अब टिका नलाउने नि जिउ त गर्छ है गर्दैन हुँदैन जिउ गर्दा हुन्छ जिउ गर्दा हुन्छ पैसामा थाप्नु जिउ पनि खुट्टामा झुलोबाट पापा हो जिउ गर्ने बोलाएर ल्याउ धन्यवाद दसैँमा आइपुग्यो मैले भन्छ आज होइन दुवै त खोइ म पनि सकिहाल्नु भाग्यमानी हुनु छोरा कुरा होस् भाग्यमानी हुन्छ पैसा बचाउनु गाह्रो रहेछ नि पापा यता बस्दैन नि पापा चाहिँ एक ठाउँ बस्नु पापा कुदै
लाइन लागेर आउँदैन होइन ए ओ मेरो मेला ल भाग्यमा पुरा होस् अब भाउजू सफलताको बुहारी नानी छोरो रमाइलो हो बेबी दसैँ मनाउनु आएको नि मन्दिरमा बुहारी नानी यता हेर्नु पर्यो ल यहाँ भाइ बुहारी यहाँ देवा के गर्नु हुँदैछ म यहाँ माथि अब सामानहरु लानु पर्यो दाजु यहाँ रेडी भएर बसिसक्नु यहाँ हाम्रो सेटअप हुँदैछ and that is not nothing they paneer के पो बनाउन लाग्नु भएको here is mommy Yes, very busy. Here is Dema working non-stop. यो पनि खालको टन्नै Okay, and here is me. Did I GoPro uncle? यो अहिले त्यही साइडमा राखेर नि यहाँ सामानहरु माथि पुराउँछ के त्यसो भए मै पुऱ्याइदिन्छु के होला हैन भेरी लार्ज फ्यामिली राइट नितालाई बानी छैन होला नि
गाउँको यसरी अर्ग्यानिक हिसाबले गरेमै राख्यो लागि साइडर एप्पल साइडर है भर्खर सिक्दै गरेको कि यसो अर्को हुन्छ ओके थ्याङ्क यू अब अन्तिम खाइसक्दै गएको अवस्था छ करेन्ट खाली सक्दै गएको अब 3 बच्चा होला मेरो मान मलाई खुवाई फोटो खिच्नु बिहान यहाँ हुन्छ बिहान नगर यो